बालनको काम हेर्न एका बिहानै टुडीखेल पुगे कुलमान घिसिङ सिप मेला देखेर चकित परे। इलेक्ट्रिकल हाउस वायरिङ गरिराख्नु भएको छ? करेन्ट लाग्ने नि फेरि के सिक्नुभयो? सिकिराख्नु भएको छ? कस्तो छ? फ्रुटफुल छ? ओके। दर्शकवृन्द, उज्यालोका नायक कुलमान घिसिङ काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित सिप मेलाको अवलोकनका लागि यति बेला टुडीखेलमा हुनुहुन्छ। हामीले दृश्यमा देखिरहेका छौँ नेपाल विद्युत प्राधिकरणका पूर्व एमडी समेत रहनुभएका कुलमान घिसिङ यति बेला विभिन्न स्टलहरू हेर्दै हुनुहुन्छ, विभिन्न स्टलहरूको अवलोकन गर्दै हुनुहुन्छ र स्टलमा प्रशिक्षण दिने र प्रशिक्षण लिनेहरूसँग पनि भलाकुसारी गर्दै गरेको दृश्य हामीले तपाईलाई देखाइरहेका छौँ। उहाँ प्रसन्न मुद्रामा स्टलहरू घुमिरहेको अवलोकन गरिरहेको हामी देख्न सक्छौँ। जुन यहाँ सिकाइएको छ र सिकिरहेका छन् यो देखेर एकदमै खुसी भएको भाव पनि उहाँले बेला बेलामा प्रकट गरिराख्नु भएको छ। यति बेला कुलमान घिसिङ यो सिप मेला अवलोकनका लागि यो स्टलमा हुनुहुन्छ र उहाँसँग भएका कुराकानी, प्रशिक्षार्थीसँग भएका उहाँका दोहोरो कुराकानी हामी तपाईँलाई यति बेला देखाइरहेका छौँ। दर्शकवृन्द, डाइरेक्ट तपाईँले जबमा गएर डाइरेक्ट काम गर्न सक्नुहुन्छ? हजुर, अब आफ्नै बिजनेस पनि गर्न सकिन्छ भन्ने आफ्नै बिजनेस पनि राम्रो हो, एन्टरप्रेन्योरसिप गर्न पायो हैन? त्यसपछि जानु पायो अब यहाँ अलिकति इलेक्ट्रिकल कुकिङ पनि राख्नु पर्यो, त्यो हुन्छ नि ऱ्याकमा राखेर कसरी? नमस्कार, कतिजना हुनुहुन्छ सिक्दै? 25 दिनमा 30 दिन हो। 30 दिनमा सबैले शिक्षा राम्रै छ? एकदम राम्रो, सबै बनाउन आउँछ? अब बेकरी सप खोल्नुहुन्छ? अब पहिला ओजेटी ट्रेनिङमा जाने, अलिकति अझै एडभान्स हुनु पऱ्यो नि त। आफैले गर्नको लागि त अलिकति आफूले पनि सिक्ने, त्यहाँबाट सिकिन्छ नि त धेरै कुराहरू। त्यसपछि बल्ल अनि बेकरी के गर्ने भन्ने कुरा चाहिँ म्यानहरूले अब कसरी पठाउनुहुन्छ, जबमा पठाउनुहुन्छ आफै बेकरी खोल्ने प्लान हो। क्याब जस्तै भयो त्यो बनाइदिने हो? कति राम्रो है यो। 100% एक्सपोर्ट यो 100%। अनि कतिमा बेचिन्छ नि यो? त्यसमा त 2-3 लाखै होला। 2-3 लाखै तासिने होला होइन म्याम? गम लाएर तासिन्छ होला होइन? म्यामले भनिदिनु पर्ला यहाँनिर। यो चाहिँ हाम्रो एउटा क्याप हो, यो चाहिँ हामीले टाउकोमा यसरी लगाउँछ, यो चाहिँ फ्रन्ट हो। पछि हामीले यो चाहिँ गम लगाउँछ, यहाँनिर चाहिँ क्लिपहरू हुन्छ, हाम्रो कपालमा यसरी यसरी राखेर गर्नुहुन्छ। यो लगाउनु चाहिँ नेचुरल मान्छेको जस्तो देखिन्छ, नक्कल देखिन्छ। अनि यो हामीले कपाल पनि सबै प्राकृतिक मान्छेकै कपाल, मान्छेकै कपाल। यो बेसिक यो सिकेन भने एकदम गाह्रो हुन्छ नि घरमा। मैले चाहिँ यो मतलब महसुस गरेको छु। मैले इलेक्ट्रिसिटी सर्ट भएर करेन्ट लाग्यो बेला मैले जिन्दगीमा करेन्ट छैन कि कुलमानजी। त्यो फ्युज दार्नु सुरु मान्छे बोलाउने मैले डर। हामीले सुनेको चाहिँ के हुन्छ भने यो राम्रो वायरिङ नभएर चाहिँ फायर हजार्ड पनि धेरै हुने भनेर सुनिन्छ सरहरूले। त्यसमा मेन वायरिङ राम्रो भएन, त्यसको चाहिँ यो तारहरूको वायरहरूको क्वालिटी पुगेन, स्ट्यान्डर्ड भएन भने त त्यो सर्ट हुन्छ। सर्ट भयो भने त ट्रेनर चाहिँ म्याम हुनुहुन्छ। ओहो, लेडिज ट्रेनर। यो गाउँ गाउँमा यति धेरै इलेक्ट्रिसियन चाहिएको छ होइन? अब धेरै इलेक्ट्रिफिकेसन भयो नि, अनि घर घरमा इलेक्ट्रिफिकेसन त वायरिङ त गर्नु पर्यो। एकदमै अलि जथाभावी गरेर पनि त्यहाँ अलिकति एक्सिडेन्ट हुने त्यहाँ समस्याहरू छन्। ए सेरामिक, ओके। ल बाहिर ल्याबमा बाहिर आउटडोरमा गर्दैन त, बाहिर त्यहाँ यो त सेरामिक्स हो। भक्तपुरको पोट्री स्क्वायरमा बनाउँछ नि? हजुर हजुर, त्यहाँ बाहिर हो। त्यही सेम हो नि? यो चाहिँ हामीले नेपाल एकाडेमी फाइन आर्टसँग सहकार्य गरेर गरेका छौँ। टिबेटन थाङ्का र यो नेवारी थाङ्का छन्। हजुर, टिबेटन बेस, दुईटा बेस छ। यो मलाई थाहा छ, मेरो भाइहरूले काम गर्छ। यो एकदमै यसको चाहिँ प्रिसिजन धेरै आवश्यक छ होइन? कतिको लेभलमा जाने भन्ने कुरा। हाम्रो पार्टनरहरू चाहिँ हामीले कसरी चुज गरेर हुन्छ, त्यसको एक्सपर्टै चुज गरेर त्यो निटिग्रिटी हामी स्पेसलाइज नै चुज गर्छ। त्यसरी हो काठमाडौँमा एकदमै धेरै। अहिले त यो टेक्नोलोजीमा चाहिँ अब धेरै अगाडि बढिसक्यो। अब यस्तो हो नि त सर, हजुरको हामी सबैसँग एउटा मोबाइल त हुन्छ, घरमा 5वटा मोबाइल हुन्छ।
यहाँ मोबाइल पसलले के भन्छ भने यदि मलाई 3 वर्ष कसैले कमिटमेन्ट दियो भने म उनलाई चाहिँ कमसेकम 80,000 तलब दिन्छु 3 वर्षभित्रमा महिनाको भने चाहिँ त्यस्तो स्कोप छ यहाँ यो टेक्निकल पार्टमा त भोगै बस्नै पर्दैन टेक्निकल पार्ट जाने भने त जहाँ पनि काम पाइहाल्छ यो सबै त्यही भएर चाहिँ यहाँनिर जो युवालाई जुन दिनु भइरहेको छ धेरै राम्रो कुरा अनि यसमा चाहिँ तपाईँलाई चाहिँ अलरेडी 50% को चाहिँ काठमाडौँमा कहाँ जब छ भनेर हामीले आइडेन्टिफाई गरिसकेको छ कति सिक्नुभयो भन्नु त जो स्वरोजगार बनाउन पाइयो त्यो पनि पाइयो त्यति बनाउन सक्नुहुन्छ उहाँहरूलाई उहाँले सिक्यो भने त झन् राम्रो हुन्छ सर्ट भएर करेन्ट लाग्यो बेलामा मैले जिन्दगीमा करेन्ट छैन कि कुलमानजी त्यो फ्युज लाग्नु सुरु मान्छे बोलाउने मैले हामीले सुनेको चाहिँ के भन्छ भने यो राम्रो वायरिङ नभएर चाहिँ फायर हजार्ड पनि धेरै हुने भनेर सुनिन्छ सरहरूले त्यसमा मेन वायरिङ राम्रो भएन त्यसको चाहिँ यो तारहरूको वायरहरूको क्वालिटी पुगेन स्ट्यान्डर्ड भएन भनेर त्यो सर्ट हुन्छ सर्ट भयो भने त ट्रेनर चाहिँ म्याम हुनुहुन्छ ओहो लेडी ट्रेनर ए तपाईँ के हो ट्रेनिङ गर्नुहुन्छ पहिला कहाँ गर्नुहुन्थ्यो इलेक्ट्रिकल के हो इलेक्ट्रिसियन ओके यो गाउँमा यति धेरै इलेक्ट्रिसियन चाहिएको छ होइन अब धेरै इलेक्ट्रिफिकेसन भयो नि अनि घरमा इलेक्ट्रिफिकेसन त वायरिङ त गर्नु पऱ्यो एकदमै अलि जथाभावी गरेर पनि त्यहाँ अलिकति एक्सिडेन्ट हुने त्यहाँ समस्याहरू छन् काठमाडौँमै पनि छैन सर यो त काठमाडौँमै पनि जनशक्ति पूर्ण रूपमा छैन ल राम्रोसँग सिकाइदिनु होला है इलेक्ट्रिकल वायरिङ राम्रै भएर कति जानुहुन्छ पुरुषै बढी हुन्छ यसमा घरमा जानु पऱ्यो होइन यसमा पुरुषै बढी ल सर्टिफिकेसन महानगरबाटै हुन्छ होइन हजुर हजुरले जहाँ इन्टरेक्ट गर्नु हजुरलाई मन छ त्यहाँ चाहिँ गर्दा अब तर हामी चाहिँ लगभग सबै रुममा चाहिँ सायद भ्याइँदैन होला हजुरको समयले गर्दाखेरि उहाँहरूले यहाँ प्र्याक्टिकली नै सिक्नुहुन्छ यहाँनिर थ्योरीलाई चाहिँ एकदमै कम हामीले प्रायोरिटाइज गरेको छौँ र यो तालिम सकिने बित्तिकै उहाँहरूलाई अन द जब ट्रेनिङमा चाहिँ हामीले पठाउनको लागि हामी धेरै स्ट्रक्चर गरेका छौँ मार्केटमा चाहिँ इमिडिएटली उहाँहरूलाई चाहिँ सोकिन हुने वातावरण चाहिँ बनाउनको लागि हामीले काम गरेका हजुर सबैको स्पेसिफिक ट्रेनरहरू हुनुहुन्छ ट्रेनर चाहिँ अब कुनै इन्डस्ट्रीबाट आउनुभएको छ ट्रेनर को हुनुहुन्छ यहाँनिर एकजना ट्रेनिङ कोर्डिनेटर महानगरमा हायर गरेर इन्डस्ट्रीमा कस्तो निड छ होइन त्यो कुरा चाहिँ पहिल्यै आइडेन्टिफाई गरेर सबै तालिम तयारी गरेका छौँ